everyone. So आज हजुरहरुलाई म एउटा ह्याक भन्न गइरहेको छु. The hack is about हजुरहरुलाई चाहिँ मिनरल सनस्क्रिनहरु चाहिँ अलिकति सेतो लाग्छ र अलिकति कभरेज चाहिँ दिदैन मिनरल सनस्क्रिनले र दियोस् भन्ने लाग्छ भने चाहिँ what you can do is हजुरले अब जे गर्दा नि हुन्छ है मिनरल सनस्क्रिनलाई पहिले यसरी लगाए पनि हुन्छ or you can simply mix it with the tinted sunscreen. So मसँग चाहिँ यो डाक्टर सहितको मिनरल सनस्क्रिन छ है यसलाई तपाईले लगाउनुस् एन्ड मिनरल सनस्क्रिनको बारेमा थाहा नै छ जिङ्क अक्साइड हुन्छ अनि यसले चाहिँ इमिडिएटली प्रोटेक्सन दिन थाल्छ है सो अदर डिटेल्स म मेरो क्याप्सनहरुमा लेखिदिन्छु देन यो मिनरल सनस्क्रिनको सिन्स यो यसमा त धेरै व्हाइट कास्ट दिँदैन इट्स अ भेरी गुड मिनरल सनस्क्रिन हैन मलाई चाहिँ इट्स एकदमै सुट गर्यो मेरो स्किनलाई सो मेरो स्किन अनुसार आइम टेलिङ यु सो यो चाहिँ मिनरल सनस्क्रिन भयो हैन अब हजुरहरुलाई कभरेज चाहिन्छ भने चाहिँ हजुरहरुले हेर्न सक्नुहुन्छ टिन्टेड सनस्क्रिनलाई चाहिँ टक्क लिनुस् त्यसलाई पहिले चाहिँ मैले देखेको छु कुनै भिडियोहरुमा अरूहरुबाट मिक्स गरेर लगाएको पनि छ तर मैले चाहिँ यसरी लगाउँछु हैन सो यसरी लाउँदाखेरि चाहिँ हल्का कभरेज तर मेरो चाहिँ भन्नु पर्दाखेरि मिनरल सनस्क्रिनहरु मैले आजकल अलिकति टाइमली अलिकति केयर गर्न थालेर रिअप्लाईहरु गर्छु जसले गर्दाखेरि मेरो यहाँको ब्ल्याक मार्कहरु चाहिँ पुरै त्यो डटहरु है त्यो चाहिँ मेरो बिस्तारै फेड अवे भएर गएको छ र स्किन पनि चाहिँ एक्सरो नि राम्रो भएको छ धेरै प्रोडक्ट भन्दा पनि आई थिंक गुड फुड हैन हाइड्रेसन र सनस्क्रिन चाहिँ एकदमै डेली युज हैन फ्रिक्वेन्ट युज लगाइरह्यो भने पनि अरू प्रोडक्ट युज नगरे तापनि अलिकति चेन्जेसहरु हजुर आफैले फिल गर्न सक्नुहुन्छ सो हजुर पनि ट्राई गर्नुस् हैन एन्ड हेर्न सक्नुहुन्छ सो दिस इज द थिङ अब मेरो फाइनल लुक विथ टिन्टेड सनस्क्रिन र मिनरल सनस्क्रिन मिक्स हेर्दाखेरि लगाएको जस्तो पनि छैन कभरेज अब यो मैले चाहिँ डट एन्ड कीको लगाएको हो हैन सो यो डट एन्ड कीकोमा त्यस्तो धेरै कभरेज छैन हजुरहरुले एनी अदर टिन्टेड सनस्क्रिन पनि लगाउन सक्नुहुन्छ तर दिस इज माई फाइनल अब हजुरहरुलाई अलिकति अझै लाग्छ भने हजुरहरुले चाहिँ कम्प्याक्ट पाउडर लगाउन सक्नुहुन्छ तर यो पनि ल्याक्मीको यो चाहिँ सनस्क्रिन नै हो पाउडर फर्ममा सो यसरी फाइनली एउटा लगाएर चाहिँ हजुरले जो मेकअप गर्नु हुँदैन हैन जसको लागि एकदमै सिम्पल लुक अलिकति बट स्किन केयर पनि गर्नुपर्छ जस्तो लाग्छ भने your makeup look is ready and then you can put on your lipstick and you are ready for your work